गाइस हामी चाहिँ आउँदैछौँ मेला। मेरो ब्याक साइडमा हुनुहुन्छ मेरो ग्याङहरू धेरैजना हुनुहुन्छ मलाई पूजा गर्नलाई यहाँ सोक बजार त्यो मेरो पूजाको सामान छ के छ थाहा छैन हामीलाई दुईजनालाई थाहा छैन होइन दिदीले चाहिँ किनेर ल्याइदिनु भयो अघि हेरेँ मैले हेरेको छैन भन्छ थाहा छैन यहाँ हाम्रो ग्याङहरू पछाडि हुनुहुन्छ बाजेहरू पनि हुनुहुन्छ हाम्रो प्यारी फुपू कान्छी फुपू हाम्रो ग्रुप है हाम्रै ग्रुप मात्र छ धेरै छैन हाम्रो खाली चाहिँ हुन्छ यत्रो ब्यागमा राखेको छ होला यति नै त खाली भयो होला नि आइसक्रिम खान आँटेको मैले यस्तो गरेर खिच्ने भरे बनाऊ यहाँ चाहिँ मेरो अगाडि दिदी हिँड्दै हुनुहुन्छ अगाडि बाजे अनि दिदी हिँड्दै हुनुहुन्छ यहाँ के चलिरहेछ सुटिङ चल्दैछ कहाँ जानु अब हिँड्न तल हेरेर हेलो साथीहरू हामी चाहिँ यहाँनिर याक्सोक मेलामा अब गुमाए पूजा गरेर आएको सायद जान आँटेको अन्त तेरो बोली त खाएर यस्तो खान्छौँ भनेको भोकले चुहा कराइसक्यो अहिले कति बजी एकछिन अहिले बजिसकेको छ 12-14 बिहानदेखि पानीधरि खाँदैनौँ हामी आटा ग्याङबाट हामी यस्तो प्युर टिका पूजा गर्नु जाँदैछौँ केही खाएको छैन भोकले चुहा कुदिसक्यो बाटो पनि कति लामो थियो भनेदेखि बाटो यहाँदेखि माथि आधी घन्टाको बाटोमा उकेलोमा कुदेर आएँ अन्त यहाँ चाहिँ दिदीहरू हुनुहुन्छ तै हो यो यहाँनिर दिदीहरू हुनुहुन्छ यहाँ बाजेहरू हुनुहुन्छ फुपू